ल आजदेखि यसपालको अलैँची फाड्ने अथवा ब्ल्याक कार्डममको फाँडाइ आजदेखि सुरु भयो। अब यो फाड्न सुरु गरियो, तलदेखि फाँडेर ल्याएको। अब यो भित्र साथीहरू फाड्दै हुनुहुन्छ। अब यो कुन टाइममा फाड्ने, कसरी फाड्ने, कुन बेला फाड्ने, कस्तो अवस्थामा फाड्ने, कस्तो अवस्थामा नफाड्ने र फाड्दा कसरी फाड्ने भन्ने कुरा चाहिँ अब प्रत्येक दिन देखाउँदै जाने नै छु होइन। अब यो मेरो नेउपाने अलैँची तथा चिराइटो फर्म भनेर नाम दर्ता गरेर मैले सञ्चालन गर्दैछु। अब यो अलैँचीको इलाइची कहाँ फल्छ, कसरी फल्छ त्यो पनि म देखाउँदै जाँदैछु नदेख्ने मान्छेहरूको लागि। अब यो माथि अघिको बोट यो अलैँचीको झ्याङ भयो, यो झ्याङ भयो, यो लाइनबद्ध रूपमा रोपेको छ। अब यहाँनिर अब यो फुलहरू देखिरहेछ प्रशस्तसँगले। अब यो फुल चाहिँ फल्ने हो, पछि यो फल्ने हो, यो फल्ने हो। यो टुसाहरू आउँदैछ, यो आगोको लागि हो। अब यो पोहोरको टुसा यो यत्रो भएको, अब यसलाई असोजमा अलैँची टिप्दाखेरि यसलाई फालिन्छ, यो टुसाहरू पूर्ण रूपमा फालिन्छ र यसलाई मात्र राखिन्छ। र यसै गरेर नियमित अब यो सफा गर्दाखेरि चाहिँ फेदमा अब यो वरिपरि सबै फालिदिनुपर्छ। यसरी यो फाल्ने हो। शुद्ध बिरुवाहरू मात्रै हुने, यहाँनिर हावा खेल्नुपर्छ। भमराहरू परागसेचनको लागि भमराहरू मौरीहरू खेल्न सक्ने हुनुपऱ्यो। र अब फुल्ने नै बेला भएकोले गर्दाखेरि यसलाई यसरी फाड्ने कार्यक्रम आजबाट सुरु गरियो। हो यतापट्टि अर्को लाइन छ, यस्तै छ। र फेरि पनि प्रत्येक दिनको अब फाड्ने, अब बिरुवाहरू कसरी गोड्ने, बिरुवाहरू अलैँचीलाई कुन बेला पानी हाल्ने, कसरी हाल्ने, म यो प्रत्येक दिन भन्दै देखाउँदै जानेछु। त्यसको लागि यो हेर्नको लागि यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला र जोडिनु होला। म यो अलैँची खेतीको प्रत्येक दिन हाल्दै जाँदैछु। यो मेरो नयाँ युट्युब च्यानल हो। हस्, धन्यवाद।